कसले भने डर लाग्छ भनेर बिस्तारै हिँड चार हाततिर टेकेर त्यो झोला छोडिदेऊ म लिएर आउँछु गाह्रो छ गाई यस ठाउँमा हुर्किएको मान्छेलाई पनि गाह्रो छ है गाईजी डर लाग्यो अरे म्याडमलाई डर लाग्यो अरे हेलो म्याडम खै हाई भनिदिनु न के छ बाँदर जस्तो हिँडेछ के छ ल हेर्नुहोस् गाई कति रमाइलो ठाउँ रमाइलो आफू चाहिँ झुकेको ठाउँ तालिम गरेर हिँडेको ठाउँ घेरौँ है ल यो ठाउँ अब ठ्याक्क जानु पर्दाखेरि हामी मिलाएर ट्याक्क पारेर हेर्नुहोस् त्यो कालो कन्तुरभित्र गएर ऊ त खोला झर्नुपर्छ है गाइस त्यो खोलामा पानी छ जाने नुहाइधुवाइ गर्ने एकछिन रमाउने एउटा दुई चारवटा भिडियो दिने मेरो टिकटक आइडीमा आउँछ त्यसको भिडियो हल्का रमाउने नुहाउने ओहो के हो यो यहाँ हेर्नुहोस् त गाइस ल हेर्नुहोस् त यो हिटाइ यो धनगढीमा जन्मेको मान्छेको हेर्नुहोस् ए झोला छेत्यो यार ल हेर गाइस ल यस्तो छ है यहाँ हामी त यसरी हिँडिदिन्छौँ यी यसरी हिँड्न सिक्नुपर्छ यो चिप्लेटी खेल्नको लागि पनि घर्सिदियो नि केटारी यी झोलाको ए झोला छेत्यो है उठ अब ढुङ्गा पल्टायो है कस्तो लाग्यो गाइस यो हिटाइ के छ यस्तालाई ल्याउनुपर्छ है पाहाडमा हिँड्नलाई जाने कुरा झोला पनि माग्नु यो हाम्रो ससुराली जाने तयारी हो बाटो घर जाने तयारी घर जाँदै फेरि हामी पर्सि फेरि यही उकालो भएर हिँड्नुपर्छ कि या अर्को बाटो फेर्नुपर्छ त्यो पर्सिले जनाउँछ दुईवटा बाटो छन् दुईवटा बाटो छन् यस्तो छ गाइस हेर्नुहोस् है गाइस कसैले माया मानुस् या नमानुस् हामी भिडियो बनाउन छोड्दैनौँ अब हाले छोरो मान्छे खेल्छ अगाडि हिँड्ने बाटो यो दुम्सी हिँड्ने बाटो बजेल हिँड्ने बाटो यहाँ बजेल बस्छ बजेल मार्छ यहाँ शिकार खेलेर बजेलमा नै तल हुन्छ